showcasing everywhere. एकदमै नयाँ चिज मतलब लास्ट टाइम जता पनि हजुर नाम के हो? मेरो नाम नयाँ हो। मलाई जित्नै पर्छ भने छैन, म पोखराको अडियन्सको मनमा बस्नु त सफल भन्दैछु नि त, जे भयो भने अरे दाइ एकजना भोट पेल्यो विनर भइदिनु सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ थाहा छ हजुर अब पोखरा पुगिसकेको छु र यो चाहिँ मेरो नेक्स्ट पार्ट हो। अनि दाइहरू चाहिँ सबैजना बाहिर जानुभन्छ, म पनि काम छु है। अनि के भन्छ खानासाना खाएर म चाहिँ अब रेडी भएर मैले यहाँ लुगा रेडी बनाएर म चाहिँ यहाँ फोटोहरू के भन्छ पासपोर्ट साइजको फोटो बनाउनु पर्छ। अनि त्यसको लागि म बाहिर जानु लागेको छु। अनि त्यसपछि त्यो गरेर अनि सक्सहरू पनि किन्नुपर्ने छ। सो त्यति भने म अहिलेलाई चाहिँ बाहिर निस्किँदैछु। सो अहिले भेट्नुपर्छ। तपाईले आज अब हाम्रो कन्टेस्टेन्ट्सहरूलाई जज गर्नु भएको पोलिस सुन्नुपर्छ तपाईहरुले। सो गाइस, म चाहिँ अहिले के भन्छ त सेटमा आएर खाना चाहिँ भित्र इन्ट्री गर्छ, खाना आएको छ बाहिर, भित्र सुरु भइसकेको छ जुनियरको। अझ हाम्रो ग्रान्ड फाइनल छ, हजुरलाई थाहा नै होला। अनि के भन्छ मदन दाइहरू चाहिँ रेडी हुँदैछ रुममा। अब मदन दाइहरू कति बेला आउँछ, म चाहिँ यहाँ के भन्छ साइन गर्नुपर्ने थियो, मैले फोटो नलिएको थिएँ, त्यसमा छिटो आउनु परेको थियो मलाई। सो म चाहिँ अब खाँदाखेरि भेट्नेछु। हजुरको नाम के हो? मेरो नाम नयाँ हो। कस्तो राम्रो हजुर, आज विनर है, उठाउनै हो कि विनर है। हेलो, फेरि पनि वेलकम मेरो टाइम, वेलकम मेरो ब्लगमा। थ्याङ्क यू भेरी मच। आज त पोजिसन मेरो त झापा जाऊ। सबैजना रेडी भइरहेको छ, यस्तो छ माहौल सो गाइज, अहिले चाहिँ हामी बाहिर आएको छौँ। मदन दाइहरू पनि आइसक्नु भएको छ। अनि यहाँ चाहिँ दाइको लागि टिका चाहियो अरे, टिका लिन आएको छु। अनि अहिले भर्खर जुनियर ग्रुप ए को सकिसकेको छ, अब ग्रुप बी को पालो रहेको छ। त्यसपछि बल्ल सिनियरमा फाइभ नम्बर छ मेरो चाहिँ। हेरौँ आज कसले उठाएर, म त उठाउँदैन, म चाहिँ कहिले स्योरली भन्छु मलाई केही छैन पनि, आश पनि छैन कि, किनभने भोट पनि त्यस्तो पाइरहेको छैन नि त। त्यही हो त, अब भोटिङसम्म अब त्यही यही त हो नि। अनि त्यही हो, बाहिर आएको छु। बाहिर अस्ति जहाँ भएको चाहिँ त्यही हो त फेरि। energy from you guys. More recent time I have been showcasing everywhere. एकदमै नयाँ चिज मतलब लास्ट टाइम जता पनि शोमा जान्थेँ म, I used to perform my previous performance जो चाहिँ
अनि म त गाडी चढेर 9 बजे म चाहिँ भक्क छ यतिको परिहाल्ने छ नि त्यही माथि बिरायो नि परिहाले अनि अहिले चाहिँ हामी विक्रम ए दोस्त के भयो दोस्त तिमीलाई सो गाइस अहिले चाहिँ हाम्रो के भन्छ जुनियरको सकेर पनि जुनियरको सकेर पनि सिनियरको सकेर पनि सोकेछ भएको छ अब भन्दै रिजल्टको पालो छ अनि मेरो छ विनर यही हुँदै विनर भएको छ के हो भोट किने लाजो अहिलेसम्म कति थोरै थिएन अहिले कति धेरै छ क्या भोट अहिले बढेको छ भने कति पुग्यो 30 पुऱ्याइसक्यो 2 प्लेट है चाउमिन 30% कि कति देखियो अघि होइन अब 30% देखियो फेरि मेरो कति पुग्यो खै त्यहाँ देखिन कसले किनेको भोट ऊ लाजिन भन्नेले होइन अब भने रिजल्टको पालो हेरौँ के हुन्छ कसो हुन्छ किन्ने गरे नि त गाडी किन्ने तपाईँलाई यसो हेर्दा चाहिँ को जस्तो लाग्छ तपाईँलाई सिनियरमा को विनर हुन्छ मैले देखेको अनुसारले कसैलाई दायाँ बायाँ केही नमार्केर भन्छु अहिले म जज थिएँ भने चाहिँ किनकि अहिलेको जजहरू त अझै डोप छ होइन मैले भइराख्नु पर्दैन मैले मेरो हिसाबले मैले यत्रो वर्षको अनुभवले चाहिँ लाजिमा पनि विनर हो रनर अप यता छ थर्ड चाहिँ भन्नु सकिँदैन थर्ड चाहिँ अब टेक्निकल हिसाबले अरू कुराले पनि हुन्छ अरू कुराले मैले त्यही हेरेन तिम्रो पनि राम्रो छ त अर्को बहिनीको तिम्रै गीत नाच्दै अर्को बहिनीको पनि राम्रो छ सो अब त्यो चाहिँ रिजल्ट आएपछि थाहा हुन्छ को विनर को के होइन अब त्यसकै मोटिभेसन भए पनि अलिकति सोकेस भइरहेको छ जो भयो भने एउटै त झापा पठाउँदै हुन्छ ताले छिर्यो भने पनि फेरि लेक साइड गरेर सबै सिट बुक हुन्छ लास्टमा ओके ठिक छ विनरमा प्लस सेकेन्डको नाम दिनु यसमा नृत्य सङ्ग्राम सिजन 2 सोलो डान्स कम्पिटिसन दुईजना टप 2 मा हुनुहुन्छ होइन सो ओके रेडी सबैले काउन्ट गर्नु है त रेडी 1 गाइस अहिले चाहिँ हाम्रो सकिसकेको छ म चाहिँ केही भएन हाम्रो ललन दाइ चाहिँ सेकेन्ड छ उतै उतै हेलो हेलो तपाईँलाई कस्तो फिल भयो चित्त बुझेन होइन लास्ट टाइम चाहिँ त्यही बुझेर कि म भएन भने अहिले तर त्यही गेम हो कि होइन तर यो लाग्दैन होइन यता बिजुलीको टिमहरूले त्यही पनि के भएन हो यो गेमै हो किनकि 10 वर्षसम्म भने भोटिङ थियो तर लास्ट टाइममा आएर एकजना भोट पेल्यो विनर भइदियो कस्तो लाग्यो अनि म चाहिँ फाइनलिस्टको यस्तो के हो यो ए यस्तो त म किनेर पाएँ यार बरु होइन अब कहाँ गइन्छ के गरिन्छ थाहा छैन यस्तै छ जिन्दगी ठिक छ यो भोटिङ सो चाहिँ आउँदै आउँदिनँ मैले त लास्ट टाइम फर्स्ट टाइम मेरो भोटिङ छ होइन अब चाहिँ म भोटिङ सो नेभर बन्द सो गाइस अहिले चाहिँ यहाँ होटलमा छु किन अनि होटलमा छु अब चाहिँ यहाँ पानी परिरहेको छ मलाई भोक लागिसक्यो यहाँ दाइहरू प्याक सकिन्छ तर यस्तै भइहाल्यो यसरी हुँदैन अब तिम्रो भोटिङ सबैले आउँदैन भन्दै मैले चित्त नबुझेको होइन कि अब ठिक छ मैले भोट पेलिनँ तर लास्टमा रिजल्टै कस्तो अनफेयर भइसक्यो मेरो लागि चाहिँ चित्त बुझेन गाइडहरू पानी परिरहेको छ गाह्रो छ यस्तै नेपालको त्यही त हो नि के भन्न सकिन्छ नेपाल गाइस नेपाली खानाहरू नेपाली चिप्लो ढुङ्गाहरू तपाईँलाई थाहा हुनुहुन्न आउनु होला बाहिर पानी परिरहेको छ मलाई भोक लागिरहेको छ यहाँ बन्द छ यहाँ चिकन सेफाले सो गाइस आज हामी रुममा आइसकेको छौँ अनि आजको देखाउनु होला फाइनलिस्ट को हुनुहुन्छ हाम्रो सिनियरबाट
अनि अब चाहिँ भोलि फेरि दमक लागिदिनु पर्ने हुन्छ मेरो पछाडिको पनि फुटेको छ अस्ति यहाँ भने पोखरामा पौडी लाग्यो फेरि अहिले जान्छ नि त्यस्तै भयो तर अबचोटि चाहिँ अब यो चाहिँ नेक्स्टचोटि चाहिँ म भोटिङ सो गर्दिनँ कम्पिटिसन गर्दिनँ रियालिटी सो त गरेको थिएँ भोटिङ होइन अब रियालिटी सोमा त भोटिङ हुने हुन्छ नै अब यो कम्पिटिसनहरू चाहिँ म गर्दिनँ त्यही हो अब त्यो यो मलाई यो होइन कि मैले जितिनँ भनेर त्यो भएर भन्न खोजेको होइन कि मलाई जित्नै पर्छ भने छैन म पोखराको अडियन्सको मनमा बस्नु त सफल भएको छु नि त जे भयो भने अरे दाइ जित्नै पर्छ भने छैन यहाँ चाहिँ अरू ठुलो कुरा हो नि त त्यही हो नेक्स्ट टाइम चाहिँ म गर्दिनँ अनि आजलाई चाहिँ ब्लग यति नै भन्छु अनि धेरै लामो पनि भएन यो ब्लग अब खानासाना खाने फ्रेसेस हुने निन्द्रा पुऱ्याउने सुत्ने अनि भोलि बिहान अरे भोलि बेलुका दमक बनाउँछ कस्तो दमक होइन फतेपुर जान्छु सुरुमा फतेपुर पछि अनि विराटनगर ब्याक हुन्छु सो ठिकै भयो रमाइलो भयो अनि अहिले चाहिँ यो ब्लग यस्तै भयो बाई 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 दाइ अनि कतै नजाने आज कतै नजाने आज कतै नजाऊँ भोलि जाऊँ न ल सो आजलाई ब्लग यति नै भन्दै अहिलेलाई म बिदा माग्न चाहेँ